सो हाई एभ्रिवान, आज चाहिँ मसँग हुनुहुन्छ एक नेपाली पर्वतारोही तेन्जी शेर्पा। उहाँले केही हाम्रो पर्वतारोहण सम्बन्धीको केही बारेमा अनुभव बताउनुहुनेछ। तेन्जीलाई नमस्ते। नमस्ते सर। तपाईँको केही अनुभवहरू सुनाइदिनुहोस् न हिमाल सम्बन्धीको। सो मेरो चाहिँ हिमाल ट्रेकिङ छोडेर हिमालको कुरा भन्नुपर्दा चाहिँ 2007बाट सुरु भयो मेरो चाहिँ। मेरो फर्स्ट 8000 भनेको दाउलागिरी। हजुर, कति उमेरमा दाउलागिरी? 2017 भनेपछि 23 वर्षको हुनुपर्ने। 23 वर्ष। नाइस। अनि धेरै मान्छेले भन्थ्यो दाउलागिरी चाहिँ तपाईँको किलर माउन्टेन हो, धेरै गाह्रो छ, नजाऊ पनि भनेको थियो। हजुर। र आफूलाई एउटा चान्स पहिला 2007तिर चाहिँ चान्स पाउन एकदम गाह्रो थियो। सो बल्ल बल्ल चान्स पाएको, त्यो चान्स चाहिँ नगुमाऊ भनेर रिस्क लिएरै गएँ होइन। र इभेन्चुली सक्सेस पनि भयो, खुसी लाग्यो। त्यसपछि 2017बाटै हो मेरो स्टार्टिङ। अनि तपाईँले सगरमाथा आरोहण कतिचोटि गरिसक्नु भएको छ? सिन्स 2025सम्म चाहिँ मेरो 4 चोटि हो। हजुर। अब 2026मा के हुन्छ हेर। तपाईँले अनि सगरमाथा 3टै आरोहण गर्नुभयो भन्छ, सगरमाथा, लोचे, नोप्से। अनि तेन्जी तपाईँले त्रिपल क्राउन पनि गर्नुभयो भनेको छ दाइ। हो ब्रदर, मैले 2022बाट चाहिँ मैले यो ट्रिपल क्राउनको मिसन लिएको थिएँ। सो 2022मा चाहिँ हाम्रो रङ समिट भएको थियो। र त्यसपछि चाहिँ हामीलाई के एक्सपिरियन्स भयो भने चाहिँ यो चाहिँ राइट डाइरेक्सन रहेछ। राइट डाइरेक्सन चाहिँ यो वेबाट चाहिँ रहेछ भन्ने हामीले टेस्ट गऱ्यौँ। र 2023मा चाहिँ हामीले सक्सेसफुल्ली ट्रिपल क्राउन गर्न सफल भयौँ। लगत्तै 2023-2024मा चाहिँ मैले ट्रिपल क्राउन चाहिँ लोचे मिस गरेँ, किनभने क्लाइन्ट्स एकदमै थाकित भएर रेस्ट चढेपछि क्लाइन्ट्सले लोचे चढ्न सकेन। र लास्ट इयर 2025मा फेरि पनि ट्रिपल क्राउन चाहिँ हामीले इन द 1 सिजन विदिन 13 days हामीले सक्सेसफुल्ली गर्यौँ। कङ्ग्रेचुलेसन दाइ फर्स्ट अफ अल। एन्ड तपाईँलाई नोप्चे, लोचे र एभरेस्टमा सबैभन्दा टप लागेको चाहिँ? टफ त नोप्चे नै हो ब्रदर। नोप्चे, किनभने मलाई जहाँसम्म याद छ 2011बाट चाहिँ धेरै एक्सपिडिसन टिमले ट्राई गरेको थियो भन्ने कुरा सुनेको थिएँ नोप्चेको लागि चाहिँ। सिन्स 2022सम्म लङ ग्याप क्या त्यहाँनिर सक्सेस गर्न सकिएन। र 2023मा जब मैले हासिल गरेँ त्यो सफलता, आफूलाई एउटा प्राउड फिल पनि भएको थियो। र सिन्स 2011सम्म चाहिँ टोटली 18-19 जनाले चाहिँ समिट गरेको रेकर्ड पाइन्छ। र अहिलेसम्म आउँदाखेरि चाहिँ 49 जनाले चाहिँ सक्सेस गरेको रेन्ज देखाएको छ। यो हिमालयन डाटाबेसले चाहिँ अहिले 2025 भनौँ न, इभन 2026सम्ममा चाहिँ 49 जनाले चाहिँ एसएन गरेको रेकर्ड देखाएको छ। भनेको यो 2-3 वर्षको बिचमा लाइक ठुलो सङ्ख्यामा सफल गरेको छ नोप्चे चाहिँ। र अनि अर्को क्वेसन दाइलाई अनि यो हिमाल चढ्नुपर्छ, यसरी यस्तो ट्रेकिङ गर्नुपर्छ भनेर चाहिँ कहाँबाट ज्ञान भयो दाइलाई? यो चाहिँ कस्तो भन्दाखेरि अब एउटा हामी हिमाली बेगमा जन्मेको। अब भन्छौँ धेरै भए मान्छेले भन्छ शेर्पा र हिमाल एउटा घनिष्ठ सम्बन्ध छ। त्यही भएर पनि होला अब आफ्नै अग्रजहरू पनि यही पेसामा आबद्ध हुनुहुन्थ्यो, अझै पनि छन्। त्यही भएर चाहिँ उहाँहरूकै लाइन फलो गरेर। अनि दाइले नेपालको मात्रै नभएर बाहिर विदेशतिरको पनि हिमालहरू चढ्नुभएको छ दाइ? यस ब्रदर, मैले पाकिस्तानमा K2 गरेको छु। त्यस्तै टिबेट, चाइना भनौँ न।
चोयु चढेछु। अनि टिबेट छोयु र पाकिस्तानको केटीमा कुन चाहिँ सबैभन्दा खतरनाक रहेको छ? पाकिस्तानको केटु नै हो खतरा।